नमस्कार, मध्यमा फेरि उपस्थित भइसके तपाईहरूको बिचमा आज म सानो स्टोरी लिएर आएको छु सिपालु चोरको। सिपालु एउटा चोर थियो, त्यो धेरै ठाउँमा चोरीहरू गर्थे तर कहिले समातिएन। अनि सधैँ चोरी गरेर आउने, आफ्नो छोराहरूलाई सुनाउने म यसरी चोरी गरेँ, यसरी चोरी गर्दा समातिँदैन, सबै कुराहरू सधैँ सुनाउँदा त्यसको छोराले लाग्ने मेरो बुवा एकदमै सिपालु चोर छ, धेरै ट्यालेन्ट व्यक्ति हो भनेर समय बित्दै गयो। एक दिन त्यो सिपालु चोर एकदमै सिकिस्त बेरामी परे। त्यसपछि अब छोरालाई उपदेश दियो दुईटा कि कहिले पनि चोरी गर्दा चाहे आफ्नो गल्ती नस्वीकार्ने र मन्दिरमा चाहिँ नजाने, यो दुईटा कुराबाट सधैँ चाहिँ बच्नु भनेर आफ्नो छोरासँग बाचा लिए। अनि छोराले चाहिँ त्यो बाचा दिए कि कहिले पनि आफ्नो गल्ती नस्वीकार्ने अनि मन्दिरमा नजाने भनेर। जब बुवा मरे, अब चोरी गरेर ल्याउने त कोही थिएन, अब छोरा ल्याए चोरी गर्न जानु पर्यो। अनि चोरी गर्न जाँदा 2-4 ठाउँबाट त चोरी गरेर ल्याएको समातेन। एक दिनको कुरा हो, यसले बिहान पख चोरी गर्न गए अनि घरमा पस्दा चाहिँ घरको मान्छेहरू थाहा पायो चोर चोर भनेर हल्ला उठाइदियो। अनि यसले घरबाट निस्केर भाग्दा चाहिँ पुरै माटोहरू खुट्टाहरूमा लाग्यो। अनि भाग्दै थिए, त्यतिखेर पुलिसहरूलाई पनि बोलाइदिए गाउँको मान्छेहरू। अनि पुलिसले पनि यताउता खोज्न थाले। अनि गाउँकै छेउमा एउटा मन्दिर थिए, त्यहाँ गए। त्यहाँ धेरै व्यक्तिहरूले भोजन गरिरहेको थिए, भगवानको आस्थालाई त्यो बिहान पख आरतीहरू गरिरहेको थिए। अनि त्यहाँ सुन्यो कि ईश्वरको छाया हुँदैन भनेर लाइनहरू सुने। 2-4 मिनट त्यहाँ बस्दा त्यतिखेर पुलिस पनि गयो। यसलाई हेरेर पुरै जिउभरिमा माटोहरू लागेको। अनि यसलाई त्यहाँ समाते, शङ्खाको भरमा के व्यक्ति हो, ज्यानभरि पुरै माटोहरू लागेछ भनेर जिउभरि। अनि समातेर ल्याउँदा दरबारमा उपस्थिति गराए। उपस्थिति गराउँदा राजाले सोधे, त्यहाँका मन्त्रीहरूले पनि सोधे, आफ्नो गल्ती स्वीकार नगर्ने, धेरैपल्ट आफ्नो तरिका र जुक्ति लगाउँदा पनि आफ्नो गल्तीले नस्वीकार्ने। अनि राजाले चाहिँ त्यहाँका पुलिसहरूमाथि कराए कि एउटा शङ्खाको भरमा एउटा निर्दोष व्यक्तिलाई उठाएर ल्याउँदा राम्रो होइन भनेर। यस्तो कुरा भन्दा राजा पुलिसहरूलाई झन् आक्रोश भयो कि यो व्यक्ति चोर हो, आफ्नो गल्ती मान्दैन, कसरी अब राजाको अगाडिमा एउटा राम्रो आफू बन्ने, नत्र राजाले सजाय दिन्छ हामीलाई भनेर। अनि त्यसपछि एउटा मन्त्रीले एउटा जुक्ति लगाए कि यो व्यक्ति वास्तवमा यदि मन्दिरमा बसेथ्यो भने ईश्वरमाथि यसको राम्रो आस्था छ, यसको यदि देवताहरू योसँग सोध्यो भने वास्तवमा यसले वास्तविक कुरा गर्छ, झुठो बोल्दैन भनेर यस्तो फ्याक्ट कुरा गरे। एउटा गाउँमा एकदम ठक महिला र ड्रामाबाज बस्थे। त्यहाँका मन्त्री भेटे कि तपाईँ चाहिँ एउटा देवीको रूप बनेर जानु अनि चाहिँ वास्तविक कुरा के हो भनेर त्यसको मुखबाट आफै बोलाउनु, वास्तविक गल्ती चाहिँ स्वीकार्नु पर्यो अनि उसलाई। अनि जब राति हुँदा चाहिँ मन्त्रीहरूले यस्तो त्यहाँ ठाउँको वातावरण बनाइदिए, जब जेलभित्र जाँदा आफै ढोकाहरू खोग्ने, लाइटहरू बल्ने, अनि देवीहरूको जस्तै 10वटा हात हुने यस्ता किसिमको वातावरण बनाइदिए, सिर्जना गरिदिए लाइटहरू। अनि यसले जेलमा चाहिँ हुँदा एकदमै छकित भयो कि देवीले मलाई दर्शन दिन आयो भनेर एकदमै खुसी भए। खुसी हुँदा भन्यो, बाबु तिमी यहाँ कसरी आयो भनेर भक्त भनेर कुरा गरे। त्यसपछि माता मलाई यहाँबाट निकालिदिनुहोस्, म एकदमै सङ्कटमा छु, मैले कसरी हुन्छ यहाँबाट निकाल्नु पर्यो, मैले गल्ती गरे छैन भनेर देवीले भन्न थाले। त्यसपछि देवीले भने, मलाई सबै कुरा सत्य तिम्रो बारेमा थाहा छ, तिमी किन झुठो बोलिरहेछौ, तिमी वास्तविक कुरा के हो भन भनेर भन्यो। अब देवीले सोधा त भन्नु पर्यो भनेर यसले जब सत्य कुरा बोल्न खोजे, त्यसपछि पछाडिबाट लाइटहरू थियो अनि देवीको छाया देख्यो। त्यहाँ मन्दिरमा चाहिँ एक लाइन सुनेको थियो कि देवी देवताको छाया हुँदैन भनेर। त्यसपछि हो केही मलाई फसाउनको लागि रणनीति यहाँ रचेको छ भनेर। त्यसपछि हे देवी माता, तपाईँलाई त यो वास्तविक कुरा थाहा छ, म निर्दोष छु भनेर, मैले गल्ती गर्ने खालको मान्छे होइन, सधैँ म आस्थामाथि विश्वास गर्ने, तपाईँलाई सधैँ मैले निष्ठापूर्वक पुज्दै थिएँ। यस्ता कुरा गर्दा त्यहाँ साइडबाट मन्त्रीहरू सेनापतिहरू सुनिरहेका थिए। अनि यो सन्देश
चाहिँ राजालाई सुनाए। अनि यो सन्देश चाहिँ सुनाउँदा राजाले हो यो मान्छे वास्तवमा निर्दोष हो भनेर त्यहाँ उसलाई बोलाएर एउटा सम्मानपूर्वक उसलाई त्यहाँबाट निकालेर बिदाई गरिदिए। अनि बिदाई गर्दा यसले महसुस गरे कि मैले एक दिन मन्दिरमा जाँदा चाहिँ यस्तो ठुलो सजायबाट मैले बचेँ। त्यो एउटा लाइन मैले मात्र सुन्न पार्थेँ कि देवीको छाया हुँदैन भनेर। त्यो एउटा लाइनले मेरो जिन्दगी बचाइदियो त्यो सजायबाट। अनि त्यसले चाहिँ यो चोरी त्यागेर एकदमै आस्थामा जहाँ जहाँ अब धर्म कर्मको कुरा हुन्थे त्यहाँ भोजनहरू जस्तै हुन्थे, त्यहाँ कथाहरू हुन्थे, त्यहाँ गएर कथाहरू सुन्थे र त्यहाँ पछि आफ्नो जिन्दगी नै परिवर्तन गरिदिए, पूजापाठमा लाग्ने र एउटा साधारण जिन्दगी जिउन थाले। सिपालु चोरको कथा तपाईँलाई कस्तो लाग्यो र यो कथाबाट तपाईँ के सिक्नुभयो? कमेन्टमा अवश्य लेख्नुहोला।